को शुभ नाम लामा राङबार लामा राङबार राङबार राङबार। तपाईँ अहिले कति वर्ष हुनुभयो बुद्ध धर्ममा लाग्नु? म त 65 18 वर्षदेखि अहिलेसम्म होइन, मतलब 40 वर्ष 45 वर्ष भयो। तपाईँ बौद्ध धर्म मान्नुभएको? बौद्ध धर्म मानेको त्यहाँदेखि अहिलेसम्म। तपाईँको गुरु चाहिँ नेपालकै हुनुहुन्थ्यो? हो, पहिलाको खेप्चे जुजुम विषय पहिलाको होइन। हजुर, पहिलाको जुजुम जिग्जेल यसै दोर्जे अनि खेप्चे छत्र सङ्गीत दोर्जेहरू विषय नारायण थान गुम्बाको माथि नारायण थान गुम्बाको। तपाईँलाई यो बौद्ध धर्ममा लाग्नु चाहिँ कोबाट चाहिँ तपाईँलाई प्रोत्साहन पाउनुभयो? के फाइदा? फाइदा भन्नाले मतलब तपाईँलाई त्यो नि सानो उमेरदेखि सानो उमेरदेखि चाहिँ म त भगवान बुद्ध र भगवानहरू आएको मेरो मनमा जस्तै आफैलाई आएको नि यो जस्तै भयो। अनि मैले गुरु खोजेको सानो उमेरदेखि मैले गुरु खोजेको त्यही हो। अनि बल्ल बिस्तारै बिस्तारै गुरु भेट्ने बित्तिकै म पढ्न सुरु गरेको। हाम्रो प्रिलिमिनरी प्र्याक्टिस मतलब कन्ट्रो अनि जप अनि सबै खालको ज्ञान सबै सुरु गरेको यो बेला धेरै सानो उमेरमा 15-20 वर्षनिर। राम्रो। अनि त्यो मैले मेरो देशमा नि बाहिरको सबै राम्रो छ है। सबै सफा छ, बाटो राम्रो छ, गाडी राम्रो छ, घर राम्रो छ है। तर मान्छेको मनमा शान्ति छैन। मान्छेको मन शान्ति छैन है। यहाँको सबै त्यो बाटोहरू खराब छ होइन, गाडीहरू यति उता जुलुस पनि होइन, तर मान्छेको मन शान्ति छ, मन राम्रो छ। मन राम्रो मात्रै होइन, त्यो धर्म मानेर भने मन शान्ति आउँछ आफैलाई हो। त्यही कारणले अब हाम सबै मान्छेको चोइसहरू हुन्छ नि। मन शान्ति चाहिन्छ कि सामान राम्रो चाहिन्छ? कुन सामान राम्रो चाहियो भने मन शान्ति आउँदैन होला। सामान छैन भने मन शान्ति पाउनु सम्भव छ। त्यस्तै जान राम्रो हुन्छ। आजकल सबै मान्छे अमेरिकामा जान मन लाग्छ होइन, तर बाहिर हेर्दाखेरि हुन्छ राम्रो छ, भित्र हेर्दाखेरि यहीँको टाउन पुरा टाउनमा आशीर्वाद छ नि। पहिलाको के भन्छ सेन्टहरू होइन, अकम्प्लिस मास्टरहरू यहीँ आशीर्वाद धेरै रोपेको, भ्यू जस्तै रोपेको, एस्पिरेसन मोनलाम भन्छ नि, मोनलामहरू धेरै गरेको। हाम्रो देशमा त्यति छैन नि। त्यही कारणले प्र्याक्टिसको बुद्ध धर्म प्र्याक्टिसको लागि अपर्च्युनिटी हामी आफैले बनाउनु पर्छ। यहाँको हामी आएर आउने बित्तिकै त्यो चैत्यहरू यो जस्तै नागार्जुनको स्तूपमा धेरै मतलब छ है। पावर पनि छ, आशीर्वाद धेरै गहिरो कुरा हो होइन। अनि हेर्दाखेरि हेर्ने बित्तिकै मन शान्ति हुन्छ नि, हो त्यही हो। छ नि तपाईँले यो बौद्ध धर्मको साथीहरू सबै विदेशी नै देखियो, तपाईँबाट नै प्रभावित भएर आउनुभएको हो कि? हो, त्यो विद्यार्थी हो सबै। मेरो छोरा पनि हुनुहुन्छ होइन। छोरा पनि। तपाईँको छोरा, नमस्ते श्रीमती। उहाँको नाम? मेरो नाम सपना साक्या हो। तपाईँ नेपाली हुनुहुन्छ? ल ल ल सपना साक्या उहाँ दिदीले। ल ठिक छ, देशको आशीर्वाद पनि पाइसक्यो नि। ल ठिक छ। तपाईँ आशीर्वाद मात्रै होइन, यो आफ्नो आत्माको लागि नि बुद्धलाई चाहिँ तपाईँले सो आफ्नो चित्त सबै कुरो समर्पण गरिसक्नु भएको छ। ल खुसी लाग्यो। ल
ठिक छ। हजुर कहाँ बस्नुहुन्छ? म काठमाडौँको कोटेश्वर बस्छु। अनि म पनि यो हाम्रो सानो पूजा थियो, पूजामा आएँ। अनि म यहाँ यसो हेऱ्यो सबै विदेशी, अनि यो चाहिँ अब पूजामा तयारी देखिन्छ। अब के हो भनेर मैले तपाईँ नेपाली बोल्नुहुन्छ भनेर मैले तपाईँलाई सोधेँ। खुसी लाग्यो। यो हामी तपाईँले जुन कुरा गर्नु भने हामी विदेशमा सबै कुरो सफा छ, सबै राम्रो छ, तर जुन खालको भगवान् बुद्धको आशीर्वाद वाङ पाएको छैन। यहाँ सुख शान्ति गाह्रो छ। वाङ पाउने लामाले दिन्छ नि, लामा थुप्रै आउनु पायो है, राम्रो लामा पनि। तर प्र्याक्टिसको सिचुएसन्सहरू होइन, सिचुएसन के भन्छ, अपर्च्युनिटिज, प्र्याक्टिस अपर्च्युनिटी वातावरण त्यो सपोर्ट गर्दैन होइन हाम्रो देशमा। यहाँ त प्र्याक्टिस गर्न मन लाग्यो भने सबै ठाउँमा वातावरणको राम्रो के आफैले ध्यान दिन्छ, आफैले आउँछ। ल धन्यवाद।